यहाँको चाहिँ नि भनौँ न डाँडा पाका खोला नालासँग धेरै एट्याचमेन्ट भएर त्यहाँबाट छुट्दै गर्दाखेरि भावुक पनि भयौँ हामी। त्यो चिज हो र त्यसलाई चाहिँ अन्यथा मान्नु हुँदैन, त्यो स्वाभाविक हो, मान्छेको स्वाभाविक हो। अनि ठुलै बोल्दैछु तर यो टाढो भएकोले होला, त्यस्तो छ। यहाँबाट भरै स्पष्टै आउँछ होला। दार्चुला विकास निर्माणको हिसाबले कस्तो पाउनुभयो काठमाडौँ दार्चुला तपाईँ? विकट छ होइन। अब यहाँदेखि जाँदा झन्डै 5 दिन जति लाग्छ गाडीमा, त्यसले गर्दाखेरि एकदम धेरै विकट हो। अहिले पहिलाभन्दा अलि बढी तपाईँको छैन त्यो सडकहरूको स्तर उन्नतिहरू गर्दै रहेछ नेपाली सेनाको एउटा टोलीले। त्यही हो, सञ्चार माध्यमहरू पुर्याउने कोसिस भइरहेको छ, तर स्टिल त्यहाँ फोन लाग्दैन। जुन ठाउँमा हामी काम गर्छौँ त्यहाँ लाग्दैन। त्यो मिलिट्री टावरहरू बनाउने डिभाइसहरू इन्स्टल गर्ने कामहरू हुँदैछ भन्ने जानकारी चाहिँ मैले पाएँ।